हजुरको विचारमा जस्तो 14 वर्षमा काम गर्न पायो हैन, हाम्रो चाइल्ड लेबर एक्टले त्यो भन्यो। अनि 16 वर्षमा नागरिकता पायो, 18 वर्षमा बालिग भयो, अनि 20 वर्षमा बिहे गर्ने उमेर चाहिँ उमेरलाई हाम्रो नेपाली लले यो उमेरलाई यति धेरै डाइभर्स किन गरिरहेछ के? 16 वर्ष एउटा सर्टेज त्यो भोटिङ सम्बन्धी उसलाई ज्ञान हुनसक्छ, कसलाई चुन्ने, कस्तो गर्ने, कस्तो सरकार ल्याउने भन्ने कुरो सामान्य ज्ञानहरू हुनसक्छ। त्यही कारण उसले भोटिङ राइट्स दिनुपर्छ। यो चाहिँ आवश्यकताका आधारमा भएका हुन सक्छन् है। म यो भर्ती केन्द्र एक्ज्याक्टली भर्ती केन्द्र बनायौँ कि फलानु पार्टीका लयरहरूलाई के गरिदिने त भन्दाखेरि यसलाई हाइकोर्टमा लगिदिउँ न, यसलाई फलानु कोर्टमा लगिदिउँ न। तर 80% नियुक्ति पनि आलोचनामुक्त भएछ भने त्यो त खुब भएछ भन्छु क्या म चाहिँ। सर हामी कुरा के भन्छ एजुकेसन सिस्टममै नै गरिरहेको थियौँ नि त, त्यही भएर त्यसैबाट नै कन्टिन्यू गर्छु म। जस्तो हजुरले त्यत्रो वर्ष न्यायाधीश बनेर बस्नुभयो भनेको न्यायमूर्ति बनेर बसिरहनु हुँदा रिटायर भएपछि हजुरलाई अध्यापन र अध्ययनमा रुचि कसरी जाग्यो? होइन, एउटा फेनोमेना के हो, जुडिसियल सर्भिसको फेनोमेना के हो भने त्यो तपाईँ जुन दिन न्यायाधीश हुनुभयो त्यो दिनदेखि तपाईँलाई समाजले हेर्ने नजर भनेको यो अध्ययनशील हो भन्ने हुन्छ कि सबभन्दा पर्सपेक्टिभ नै त्यही हो। अध्ययनशील हुन्छ, किनभने न्यायाधीश अध्ययनशील नभए त हुँदैन भन्ने खालको भावनाले क्रमशः त्यही चाहिँ बिस्तारै ब्लडमा पस्यो कि जस्तो लाग्छ क्या मलाई। र अपडेट भइराख्नु पर्ने। अब फेरि रिटायरमेन्ट त एउटा भनौँ न एउटा टेक्निकल पार्ट न हो रिटायरमेन्ट भनेको। तपाईँको एउटा एज पुग्यो, त्यस कारणले अब तपाईँ विश्राम गर्नुहोस्। धेरै जसो ठाउँमा तपाईँलाई थाहा छ, धेरै जसो ठाउँमा रिटायरमेन्ट जज रिटायरै हुँदैन। अझै इन्ट्रेस्टिङली तपाईँलाई म एउटा कुरो भन्छु, अमेरिकामा ल म अब जजसिप गर्दिनँ, यहाँ चाहिँ जजसिप गर्दिनँ म अब। त्यस कारणले मलाई चाहिँ 70 आसपास 72 73 तिर ल मलाई भयो है भनेर भन्छ, छोड्यो उसले, ऊ बस्छ। इन्ट्रेस्टिङली उसको सबै सुविधा, न्यायाधीशको सुविधा, न्यायाधीश क्वार्टर, न्यायाधीशको चाहिँ नि तलब, सबै कुरो उसको यथावत चल्छ। र उसले के गर्छ भने अर्को काम के गर्दो रहेछ भने कहिलेकाहीँ एउटा अर्को स्टेटमा गयो भने के भन्छ भने मेरो इन्ट्रेस्टको कुनै मुद्दा छ भने मलाई राखिदियो हुन्छ, म हेरिदिन्छु 2 दिन आएर भनेर भन्छ कि पाउँछ उसले हेर्न। उसले हेर्न पाउँछ। त्यसैले जजसिप नै एउटा संसारमा अब धेरैवटा छन्, धेरैवटामा क्रमशः कति एक्टिभ रहने भन्ने पाटो त छँदै होला। तर जजसिप नै एउटा यस्तो हो जहाँ अध्ययन भनेको यति अपडेट भइराख्नु पर्ने र फेरि समाजले पनि सोधिरहेको छ कि तपाईँको इस्यु आयो भने इस्युमा सोध्छ, उसले के भन्ला भनेर हेर्छ समाजले। त्यस कारणले अपडेट रहनुपर्ने जरुरी हुन्छ। अध्ययन अध्यापन एउटा यो माध्यम भयो आफूलाई अपडेट गर्ने भन्ठाने मैले। अब सबैलाई यो लाग्छ लाग्दैन मलाई थाहा छैन, तर मलाई चाहिँ त्यस्तो लाग्यो। म चाहिँ यसैमा रमाएको छु अहिले। जस्तो हजुर जुडिसियल एकाडेमीमा पनि फ्याकल्टी भएरै बस्नुभयो, अनि जस्तो यो दुईवटा पाटो जस्तो लाग्छ कि मलाई चाहिँ पर्सनली। पढाउने मान्छे चाहिँ बोल्छ धेरै होइन र, बोल्नु पऱ्यो नि त, स्टुडेन्टहरूसँग यताउति बोल्नु पऱ्यो। अनि जज जब न्यायाधीश भएर न्यायमूर्ति भएर बेन्चमा बस्नु हुँदाखेरि चाहिँ उहाँ सुन्नुहुन्छ धेरै। हो यो हो। अब म कहिलेकाहीँ जिस्काएर बेन्चमा बस्दाखेरि अलि लामो बहस गर्ने वकिल साहबहरूलाई जिस्काएर गर्नुहोस् भन्थे। अनि वी आर पेड फर लिसनिङ भन्थे क्या। वी आर पेड फर लिसनिङ, त्यस कारण हाम्रो बाध्यता छ भन्नुहोस् भन्थ्यो। अब कसैले बुझ्नुहुन्थ्यो, कसैले बुझ्नुहुन्न थियो, अझै इन्करेज हुनुहुन्थ्यो, कसैले छोट्याउनुहुन्थ्यो। त यो एउटा ऊ चाहिँ हो, यो भनौँ न जुडिसियल एज अ जजसिप तपाईँको सुन्ने र गुन्ने यो चाहिँ असाध्यै महत्त्वपूर्ण पाटो हो। तर मेरो पाटोमा चाहिँ के भयो भनेर भन्दाखेरि सायद अब अलिकति एकाडेमिकल्ली पनि म अलिकति एक्टिभ भइराखेको र
भनौँ न त्यतापट्टिको विद्यालाई पनि सँगसँगै लानुपर्छ भन्ने मान्यता राख्ने म धेरै राम्रो विद्यार्थी त होइन होला, तर त्यसो भएर के भयो भन्दाखेरि म विभिन्न किसिमका प्रोग्रामहरूमा चाहिँ म्याक्सिमम पार्टिसिपेसन गर्न थालेँ। त्यो प्रोग्रामको पार्टिसिपेसनले अनि आफूले जान्न खोजेको कुरो, आफूले अलिअलि बुझेका कुराहरूलाई विभिन्न सेयरिङ गर्ने कारणले होला सायद मेरो यो बोल्ने बानी चाहिँ अलिअलि भए पनि रहिरह्यो, पछिसम्म रहिरह्यो। सुरुवातका दिनहरूमा धेरै बोल्दिनँ म, धेरै सुन्नै मन पराउँथेँ, सुन्न र अब गुन्नुपर्छ भन्ने नै हुन्थ्यो। त्यस कारणले सुन्ने कुरा सँगसँगै सायद भनौँ 2-4 वर्ष 5 वर्षको जजसिपपछि मेरो बिस्तारै यो उसमा चाहिँ अलिकति बढोत्तरी भएको चाहिँ, र त्यसले अहिले मलाई साँच्चै नै फाइदा भएको चाहिँ अहिले हो के त्यसको फाइदा चाहिँ अहिले मैले विद्यार्थीहरूसँग सेयरिङ गर्दाखेरि बोल्न यसो रहर पनि लाग्छ र बोल्छु पनि, अनि कहिलेकाहीँ जिस्काउँछु पनि मैले उति बेला बोल्न नपाएको अहिले सबै त्यो बोलेर कम्पेन्सेट गर्नु छ तिमीहरूलाई, त्यस कारणले अरूभन्दा अलिक बढी बोल्छु पनि भन्छु म, यद्यपि त्यस्तो त होइन होला। सर हजुरलाई मैले फर्स्ट टाइम हामी ब्याचलर्स प्रोबेबली 2nd 3rd इयरतिर पढिराख्दाखेरि भक्तपुर जिल्ला अदालतमा देखेको भनौँ न, देखेको। अनि त्यसपछि हाम्रो रिसर्चको एरिया त्यही भयो, बेसलाइन सर्वे पनि त्यति बेलै भयो नि त सर, बेसलाइन सर्वे पनि भयो जुभेनाइल जस्टिससँग रिलेटेड, अहिले त हामी चिल्ड्रेन जस्टिस सिस्टम भन्छौँ। यो चाहिँ सुरुवाती फेजहरूमा हजुरहरूले जुन कन्ट्रिब्युसन गरेर आउनुभयो, अहिले हेर्दाखेरि हामी कति अगाडि गयौँ जस्तो लाग्छ यो स्पेसली यो चिल्ड्रेन जस्टिस सिस्टममा? पछिल्लो समयको त म धेरै अपडेट छैन, कामहरू थुप्रै भएका छन्, तर केही न्यायाधीशहरूले असाध्यै राम्रो आदेशहरू गरेको देखाएको छु मैले, मलाई असाध्यै मनपर्ने गरिकन देखाएको छु। तर केही न्यायाधीशलाई चाहिँ अलिकति इनपुट नपुग्या हो कि भन्ने पनि देखाएको छु, त्यस कारणले अलिकति मिक्स रियाक्सन नै छ मेरो। तर जुन किसिमले जुन भनौँ न जुन उत्साहले हामीले यो काम थाल्ने गरेका थियौँ तपाईँलाई थाहा छ, हामीले जुभेनाइलको सन्दर्भमा भक्तपुर जिल्लामा बस्दाखेरि मैले धेरैवटा उसमा काम गरेँ। हामीले त्यो जुभेनाइलको लागि भनौँ एउटा सर्टेन रुम, चाइल्ड फ्रेन्डली रुम बनाउन लगाएँ, त्यो इन क्यामेरा हियरिङको लागि विभिन्न प्रयासहरू गरियो, त्यहाँ अनलाइन उसको लागि पनि प्रयासहरू गरियो। सायद त्यो लेभलमा अलिकति चाहिँ इफोर्ट पुगेको छैन कि भन्ने अहिले चाहिँ मलाई लागिरहेको, त्यो लेभलको इफोर्ट पुगिरहेको छैन सायद। अब अस्ति बाल सुधार गृहमा त्यत्रो हङ्गामाहरू भयो, धेरै ठाउँमा भयो, तपाईँहरूलाई थाहा छ। त्यो सायद हामीले इफोर्ट पुर्याउनु नसक्या हो कि, हामीले यो कुरो चाहिँ बुझ्न नसक्या हो कि, त्यो जुभेनाइल जस्टिसले जे खोज्छ, जे त्यसको भनौँ दार्शनिक पक्ष जे हो, सायद त्यो चाहिँ त्यसमा अलिकति बुझाइमा कमी भएको हो कि भन्ने चाहिँ मलाई अहिले चाहिँ लागिरहेको छ, र त्यो किसिमको एफोर्ट पनि देखिरहेको छैन। सायद अब म अपडेट नभएर पनि हुनसक्छ, तर मैले देखिरहेको छैन न्युजहरूमा उयोहरूमा आउनुपर्ने हाम्रो भनौँ न जुडिसियल इन्फर्मेसन उसको हिसाबले पनि आउनुपर्ने त्यो किसिमको आइरहेको चाहिँ मैले देखाएको छैन। त्यस कारणले धेरै म आशावादी छैन अहिले। त्यसमा वर्डहरू चाहिँ चेन्ज भए होइन छ, वर्डहरू चेन्ज भयो जस्तो जुभेनाइल करेक्सन, के अरे चिल्ड्रेन करेक्सन होम भनेर भन्यो, पहिला हामी जुभेनाइल रिफर्म सेन्टर भन्नेलाई अहिले चिल्ड्रेन करेक्सन होम भनेर शब्द प्रयोग भयो। अनि डेलिक्वेन्ट नभनिकन चिल्ड्रेन इन कन्फ्लिक्ट विथ ल भन्ने शब्द प्रयोग गर्ने, यो वर्ड प्ले चाहिँ हुँदै गयो शाब्दिक रूपमा। तर इम्प्लिमेन्टेसन पार्टमा हेर्ने बेलामा चाहिँ अझै पनि ठिकठाक हजुरले भन्नुभयो जस्तो त्यति धेरै प्रोग्रेस नभएको हो कि भन्ने सिचुएसन छ। जस्तो यो यसैमा मैले अलिकति रिसर्च गर्दाखेरि मैले के पनि पाएँ भने 16बाट 18 पुग्यो बालबालिकाको उमेर, पहिला 16 वर्षवाला थियो नि त, अनि सिआरसीले पनि भन्यो प्लस हाम्रो अहिलेको चिल्ड्रेन एक्टले पनि 18 भन्यो। कतै यो करेक्सन रिफर्म अनि हाम्रो अहिले भर्खरै भएका ती अनवान्टेड इस्युजहरू जुन करेक्सन होमहरूमा भए, यो उमेरले पनि केही असर पार्ला सर, हजुरलाई कस्तो लाग्छ? अब उमेरको कुरो चाहिँ काउन्ट मात्रै हो जस्तो लाग्छ मलाई, एउटा त्यो चाहिँ हो। अब कुनै चाइल्ड 10 वर्षमा
म्याच्योर 12 वर्ष म्याच्योर पनि हुनसक्छ, कुनै 20 वर्ष पनि म्याच्योर हुँदैन। त्यस कारण अब इन्टरनेसनल अब्लिगेसनको हिसाबले हामीले एउटा 18 वर्षको उमेर राख्यो। उमेरको सम्बन्धमा मेरो धेरै छैन। मूल कुरो त्यो किसिमको शिक्षाको लेभल या आइसकेपछि उनीहरू कन्फ्लिक्ट विथ द ल भएपछि कसरी त्यसलाई चाहिँ एड्रेस गर्ने हो, कसरी त्यसलाई कोप गर्ने हो, कसरी त्यससँग त्यो 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 समस्यालाई वास्तवमा के हो, यो के कारणले हो भनेर बुझेर गरिदिनु पर्ने कुरा सायद हाम्रो त्यसमा पुगेको छैन। त्यसमा उमेर त धेरै ठुलो फ्याक्टर हो जस्तो मलाई चाहिँ लाग्दैन है, पर्सनली मलाई चाहिँ लाग्दैन त्यो कुरो। कोही 18 वर्षको उमेरमा पनि धेरै ग्रोथ नभएको हुनसक्छ, नभएको हुनसक्छ। कोही अब 10 वर्षका पनि डाक्टर छन् भन्ने न्युजहरूमा पढ्न पाइन्छ। त्यस कारण अब यो त पर्सनल उसमा भयो, तर एभरेजमा भनौँ न, एभरेजमा एउटा अब्लिगेसन इन्टरनेसनल अब्लिगेसन छ। त्यस कारण मलाई उमेरको सन्दर्भमा म धेरै छैन त्यसको मेरो। जस्तो 18 नै जो सिआरसीले भनेकै आधारमा मात्र 18 पुर्याएको होला त हो। त्यो एउटा होइन, त्यो होइन, सिआरसीले भनेको पनि त त्यसै भने होइन होला नि त। त्यसको पनि त त्यसको पछाडि रिसर्च होला नि त, ऱ्यान्डम त होइन होला, या कसैको दिमागमा यो 18 गरिदिउँ राति सपनामा देखेर त होइन होला नि त। त्यसको पछाडि त केही रिसर्च होला त्यहाँ। जहिले पनि एउटा कुरो हेर्नुपर्ने के हो भने कानुन वा भनौँ न यस्ता जुन व्यवस्थाहरू हुन्छ, इन्टरनेसनल प्रोभिजनहरू पनि एउटा एभरेज कुराहरूलाई हेरेर गरिन्छ। कानुनकै कुरो पनि त कसैको व्यवहार त्यस्तो नहुनसक्छ, तर एभरेजमा कस्तो व्यवहार छ भन्ने आधारमा कानुनले रोक्ने या कानुनले त्यसलाई नियन्त्रण गर्ने या कानुनले त्यसलाई फेसिलिटेट गर्ने काम गर्ने हो नि त, एभरेजको आधारमा नि। व्यक्तिगत कसैको विनोद प्रसाद शर्मा या लक्ष्मी बखाद्यो भनेर त हुँदैन नि। यसको लेभल यो छ, यसको तल छ, लक्ष्मीको माथि छ, या लक्ष्मीको तल छ लेभल भनेर त हुँदैन नि। एभरेज लेभल हो। मलाई त्यो एभरेज लेभल हो यो 18 भनेको एभरेज लेभल हो। यद्यपि त्यस्ता प्रब्लमहरू 18 वर्ष भन्ने कुराले चाहिँ नि अलिकति अप्ठ्यारो पारेको छ भन्ने कुरो अमेरिकन दृष्टान्तहरूबाट देखिन्छ। अलि भाइलेन्ट बढी भइरहेको छ होइन। अब स्कुलमै त्यत्रो उनीहरूलाई त्यो मेसिन गन चलाएर गरिदिने कुराहरू केही ठाउँका प्रब्लमहरू त छन् सायद। अब त्यसलाई त्यसका अरू उयोहरू हुन सक्लान्, अरू मेथडहरू हुन सक्लान्, अरू उसमा काम गर्न सकिन्छ होला। तर उमेरकै कारणले 18 वर्ष बढी भयो या घटी भयो भन्ने उसमा चाहिँ मलाई त्यस्तो लाग्दैन। सो यही उमेरको हकमा हजुरको विचारमा जस्तो 14 वर्षमा काम गर्न पायो होइन, हाम्रो चाइल्ड लेबर एक्टले त्यो भन्यो, अनि 16 वर्षमा नागरिकता पायो, 18 वर्षमा बालिग भयो, अनि 20 वर्षमा बिहे गर्ने उमेर चाहिँ यो उमेरलाई हाम्रो नेपाली लले यो उमेरलाई यति धेरै डाइभर्स किन गरिरहेछ क्या? यो ठ्याक्कै गर्ने भन्दा पनि एभरेज धेरै ठाउँमा 16 वर्षको उमेरलाई एउटा भनौँ न म्याचुरिटी भन्दा पनि एउटा लेभलबाट चाहिँ माथि जान्छ 16 वर्षको उमेर भन्ने पहिले हाम्रो मान्यता थियो। तर विभिन्न रिसर्चहरूले यो कुरोको लागि यसको लागि यो भनौँ न अब 14 वर्षको उमेरमा फिजिकल्ली एउटा राम्रै लेभलमा पुग्छ भन्ने खालको मान्यताले के भयो भने ऊ फिजिकल लेभल गर्न सक्छ है भन्ने खालको हो। 16 वर्ष एउटा सर्टेज त्यो भोटिङ सम्बन्धी उसलाई ज्ञान हुनसक्छ, कसलाई चुन्ने, कस्तो गर्ने, कस्तो सरकार ल्याउने भन्ने कुरो सामान्य ज्ञानहरू हुनसक्छ। त्यस कारणले उसले भोटिङ राइट्स दिनुपर्छ। यो चाहिँ आवश्यकताका आधारमा भएका हुन सक्छन् है। मैले धेरै यसमा काम गरेको छैन, तर मलाई लाग्छ त्यो आवश्यकता त्यो जुन प्रयोजनको लागि हो त्यो प्रयोजनको लागि एभरेजमा यो उमेर ठिक छ भन्ने आधारमा निर्धारण गरिएको हो यी कुराहरू। त्यस कारणले बिहे गर्नलाई 14 वर्षमा काम गर्न हुने, बिहे गर्न किन नहुने भनेर भन्न सायद हामीले हुँदैन होला। त्यो वैवाहिक सम्बन्धको लागि एउटा जुन किसिमको जुन लेभलको अन्डरस्ट्यान्डिङ हुन्छ त्यो 20 वर्षपछि त्यो फिजिकल उसको फिजिक्सले पनि त्यति बेलासम्म चाहिँ नि यी कुराहरू बुझ्न सक्छ, परिवार चलाउन सक्छ भन्ने आधारमा यी कुराहरू निर्धारण हुन्छन्। त्यस कारणले यो सामान्यतया ठिकै हो जस्तो लाग्छ मलाई। योहरू केही
फरक प्रयोजनको लागि फरक उमेरहरू गर्ने भन्ने कुरो त्यो सामान्यतया पहिलेदेखि नै मानि आइरहेकै कुरा हो। सो मैले यतालाई छोडेर अब अलिकति जुडिसियरीतिर डाइभर्ट हुन खोजेँ। सो जुडिसियल मेकानिजममा पहिला त जजेसको अपोइन्टमेन्टबाट नै जाऊँ। हामी जिल्लामा चाहिँ अब बढुवा हुनेहरू बढुवा भएर नै आउने भए, होइन भने खुल्ला प्रतियोगिता भएर भनेको खुल्ला इक्जामहरू भएर डिस्ट्रिक्टमा जज हुन पाउने हुनुभयो। यो मेकानिजम चाहिँ हायर कोर्टहरूमा हाई कोर्टमा नि छैन, सुप्रिम कोर्टमा नि छैन। जस्तो हजुर आफै त्यत्रो वर्ष डिकेड्स होइन त्यत्रो वर्ष जुडिसियरीमा आफै हुनुभयो अनि हजुर आफै पनि उच्चबाट रिटायर्ड हुनुभयो। यो संसारभरि नै यो दुई खालको मान्यता क्यारियर जज र ल्याटरल इन्ट्रीको कुराहरू तिनका आफ्ना आफ्ना विशेषता छन्। म अस्ति भर्खरै रिटायर हुनुभएको इन्डियन प्रधान न्यायाधीश चन्द्रचूडको म सुन्दै थिएँ एउटा इन्टरभ्यू। उहाँ भन्दै हुनुहुन्थ्यो यी दुइटै ब्युटी हुन्, यी दुइटै ब्युटिनेस हुन्। ट्रेडिसनल केसहरूको लागि यसरी ल्याटरली क्यारियरबाट आएकाहरू र केही विशेष प्रकृतिका केसहरूको लागि चाहिँ ल्याटरल। किन के मानिन्छ भने क्यारियरमा गइसकेपछि जुन किसिमको च्यालेन्ज त्यो प्र्याक्टिसमा लयरले गरिरहेको हुन्छ त्यो किसिमको च्यालेन्जहरू हुँदैन र एउटा रुटिन उसमा गएको हुन्छ क्यारियरमा। त्यही उसले धेरै नयाँ च्यालेन्जलाई कोप गर्न सक्दैन भन्ने एउटा मान्यता हो। अब कोही होलान्, कोही त्यस्ता विशेष भएका विशेष ज्ञान भएका आफैले आफूलाई समृद्ध गरेका व्यक्तिहरू होलान्, तर सामान्यतया यो मानिन्छ। त्यस कारणले उहाँले भनेको म अझै सम्झिन्छु, असाध्यै मलाई मिठो लाग्यो त्यो कुरो। यो दुइटै ब्युटिनेस हो। त्यस कारण यो दुइटै ब्युटिनेसलाई चाहिँ हामीले भनौँ न समायोजन गर्नुपर्छ। हामी दुईवटा भर्सेस बनाउनु हुँदैन भन्ने त्यो मान्यता हो। संसारभरि नै यो मान्यता छ। यो मलाई राम्रो लाग्छ, व्यक्तिगत रूपमा मलाई राम्रो लाग्छ। रह्यो कुरो अब हाम्रो हकमा के हो भन्दाखेरि हामीले सायद यो फिलोसफी यो दार्शनिक पक्षलाई हामीले राम्ररी आत्मसात गर्न सकेनौँ र यो भर्ती केन्द्र भर्ती केन्द्र बनायौँ कि फलानु पार्टीका लयरहरूलाई के गरिदिने त भन्दाखेरि यसलाई हाइकोर्टमा लगिदिउँ न, यसलाई फलानु कोर्टमा लगिदिउँ न भनेर सायद है, म सायद भन्छु, किनभने म न्याय परिषदको सदस्य पनि भइन, म त्यो लेभलको चाहिँ न्याय परिषदमा इन्टरभेन गर्न सक्ने पोजिसनमा पनि भएन। त्यस कारणले मलाई लाग्छ सायद यो हामीले आत्मसात गर्न सकेनौँ र यो भर्ती केन्द्रको रूपमा गयो। धेरै उहरूले के भन्नुभयो भने मैले त्यो पनि सुनेको छु। धेरैजनाले के भन्नुभयो, धेरैवटा सिनियर लयरहरूले के भन्नुभयो भने यिनले त क्यारियर जति पनि गर्न सकेनन् भनेर भन्नुभयो। अर्थात् जुन आवश्यकता वा जुन कुरोको लागि त्यो दार्शनिक पक्ष आत्मसात गरिएको हो, सायद त्यसमा चाहिँ नि हामीले व्यवहारिक गर्न सकेनौँ होला। त्यस कारणले एउटा लेभलमा अब मेरा पनि आफ्नै किसिमका अनुभवहरू छन्। नयाँ साथीहरूसँग बस्दाखेरि अनुभव छन्, विशेष गरी ल्याटरल इन्ट्रीबाट आउने साथीहरूसँगको आफ्नै किसिमका अनुभवहरू छन्। कस्ता विषयवस्तुमा कस्ता गर्नुभयो। अब यो अहिले धेरै कुरो गर्नु हुँदैन, हामीले त्यो भन्नु हुँदैन। त्यसो भनेर डिस्करेज गर्ने चाहिँ होइन, तर क्वालिटी मेन्टेनको लागि सायद यो पोलिसी, सायद यो नजरियामा परिवर्तन गर्नु आवश्यक छ भन्ने चाहिँ धेरैलाई लागेको छ, मलाई पनि लागेको छ। सो कतिपय सिचुएसनमा हामीले अब कतिपय सिचुएसनहरूमा त त्यो भइ नै रहेछ नि त। कति सिनियर लयरहरू हुनुहुन्छ अनि उहाँहरूलाई मैले कहिलेकाहीँ जिस्केर दाइ अब तपाईँ न्यायाधीश बन्ने होइन भन्दाखेरि मसँग छ नि 1 करोड भनेर जिस्काउनुहुन्छ क्या। भनेको इभन मार्केटमा हामी अब नयाँ त नभनौँ तर नयाँ पनि हौँ, हामीले सिनियरहरूसँग कुरा गर्दाखेरि त्यहाँ पैसा चाहिन्छ, पैसाको कुरा भन्ने जस्ता कुराहरू पनि हुन्छन्। यो कुरो
त्यसमा यो अब यसको पक्ष त के हो भने पैसा कसले लियो, पैसा कसले दियो, पैसा किन दियो, पैसा कसलाई दियो भन्ने कुराहरू जहिले पनि यो भनेको तपाईँको बाहिर आउने कुरो होइन। अब बजारमा आयो, सत्यता छ कि छैन, सत्यता छ भने कति छ, अब यसको मेजर गर्न गाह्रो छ। मुख्यतः मेजर गर्न गाह्रो छ, किन मलाई त थाहा छैन, किनभने मैले त कहिले पनि त्यो उसमा भोग्नु परेको छैन, त्यस्तो भोग्नु परेको छैन। तर बजारमा यी कुराहरूका चर्चा छन्। अब ठिक छन् बेठिक छन् भन्ने कुरो भन्दा पनि यस्तो चर्चा आउनै हुँदैन थियो। जस्टिसको कुरामा त्यो भने हेर्नुहोस्, म बडो इन्ट्रेस्टिङली तपाईँलाई एउटा कुरो भन्छु। सरी, म एनजेमा हुँदाखेरि हामी एउटा प्रोग्रामको बिचमा थियौँ। श्रीलङ्का जुडिसियल सर्भिसको यस्तै कमिसन हो, हामी जस्तै कमिसन रहेछ, कमिसनको सचिव पनि हामीसँग हुनुहुन्थ्यो। अनि उहाँ एक दिन बडो एकदम मतलब असाध्यै त्यो उभा जस्तो कि छटपट गरिराख्नु भएको थियो। अनि मसँग अलिक मित्रता बढाएको थियो। अनि मैले किन तपाईँ यसरी गरिराख्नु भएको छ भने, होइन उहाँ अलिकति प्रब्लम भएको छ भने घरिघरि उहाँ फोन गरिराख्नु भएको छ, फोनमा कुरा गरिराख्नु भएको छ। अनि मैले तपाईँ किन यस्तो छटपटिनु भएको छ भनेको, होइन एकजना न्यायाधीशलाई हामी आज चाहिँ उ गर्दैछौँ, निकाल्दैछौँ भन्नुभयो। अनि के भयो, के गर्यो भन्दा के अलि ठुलै इस्यु भयो भने, अब इस्यु न्यायाधीशको लागि इस्यु ठुलो सानो भन्ने कुरो हुँदैन। उसले त्यो फर्म भर्दाखेरि एउटा गलत विवरण दिएको रहेछ। विवरण उसले के गलत दिएको रहेछ भनेर भन्दाखेरि, उसले एउटा ठाउँमा काम गरेको त्यो विवरण त्यहाँ दिएर रहेछ। त्यो फर्म भरेर पास्टको एउटा ठाउँमा कुनै ठाउँमा काम गरेको विवरण दिएर रहेछ। त्यहाँबाट उसलाई फायर गरिया रहेछ। त्यो ठाउँबाट उसलाई फायर गरिया रहेछ। ऊ जुडिसियल सर्भिसमा आयो। अनि उनीहरूले के भन्यो भने अहिले भर्खर न्यायाधीश हुनलाई त यस्तरी यो इन्फर्मेसन यसले लुकाएर चाहिँ फर्म गर्यो भने त्यो एउटा पिरियड हुँदो रहेछ। उनीहरूको प्रोबेसन पिरियड हुँदो रहेछ, 1 वर्षको प्रोबेसन पिरियड हुँदो रहेछ। त्यति बेला उसले न्यायाधीशको रूपमा बस्न चाहिँ बेन्चमा बस्न पाउने तर निर्णय गर्न नपाउने लेभलको हुँदो रहेछ। यसरी गर्दो रहेछ भने यसले भोलि के गर्ला भने हामीले प्रोबेसन पिरियडमा उसलाई हटाइदियौँ। त्यही हटाउने क्रममा म सचिव भावनाले मेरो केही मैले भूमिकाहरू भनेपछि कस्तो किसिमको न्यायाधीशको लागि न्यायाधीशको भनौँ न निष्ठा भनौँ, अनेस्टी भनौँ, जे भनौँ, के लेभलको चाहिँ खोज्दो रहेछ त संसारले नै भन्दाखेरि एउटा सानो इन्फर्मेसन। अब हामी त खोइ के कुरा गर्नु र। अब हाम्रो त अहिले त कुरा गर्ने भन्दा हामीले यो कुरो यो ठिक छ भनेर भन्यो भने समाजले हामीलाई गाली गर्लान् भन्ने जस्तो डर भइरहेछ। अहिले स्थिति त्यस्तो भइरहेछ। जुन किसिमको मान्छेहरूको एलिभेसन भएको देखिरहेको छ, जुन किसिमका मान्छेहरूको नियुक्ति भएको देखिरहेछौँ। पोलिटिकली नियुक्ति हुन्छ, पोलिटिकल कुनै न कुनै किसिमको विचारधारा भएका व्यक्तिहरूको नियुक्ति हुन्छ। तर नियुक्ति भइसकेपछि के हुन्छ भन्दाखेरि उनीहरूले त्यो आफ्नो ह्याट चाहिँ आफ्नो टोपी चाहिँ छोडेर आउनुपर्छ। उनीहरू त्यसपछि पोलिटिकल हुँदैन। यहाँ त पोलिटिकल मात्र होइन, करप्सनका पनि उत्तिकै चार्जेस छन्, इन्टिग्रिटीका पनि उत्तिकै चार्जेसहरू छन्। अनि त्यसमा भनौँ न जुन सरकारवाला निकाय हो, जुन एउटा कारवाही गर्न सक्ने निकाय हो, त्यसको जुन किसिमको अब एक त त्यसैको संरचनामा बेला बेलामा प्रश्न उठ्ने गरेको छ होइन, पोलिटिकल्ली उठ्ने गरेको छ। जजेसहरूको त्यहाँ बहुमत छैन। जजेसहरूको बहुमत भयो भने कमसेकम जजेसहरू बहुमतमा छौ, तिमीहरूले जजेस कस्तो चाहिन्छ भन्ने कुरो होला नि भन्ने कुरो एक्सपेक्टेसन। अब गर्छन् गर्दैनन् थाहा छैन कस्तो हुन्छ भन्ने कुरो। तर त्यो चाहिँ नि ऊ एक्सपेक्टेसनलाई जजेसहरूले गर्छ। अब जजेसहरू उसमा छैन, पोलिटिकल व्यक्तिहरू बहुमतमा छन् भनेपछि हुनसक्ने सम्भावना के हुने भयो भन्दाखेरि त्यहाँनिर अलिकति हुने
इन्डिया म फेरि पनि इन्डियाको उदाहरण दिन्छु इन्डियाको उसमा गर्न त त्यही उसकै कलेजले गर्छ कलेजियमले गर्छ सुप्रिम कोर्टकै कलेजियमले गर्छ यद्यपि त्यो विवादमुक्त बेला बेलामा विवादमा आउने गर्छ धेरै विवाद चाहिँ छैन तर उनीहरूले के गर्छ भनेर भन्दाखेरि जो मान्छे ल्याउने हो जो मान्छे सिफारिस भएको छ जो मान्छेलाई उनीहरू इन्लिस्टेड गरेका छन् त्यसका बारेमा गुप्तचर एजेन्सीहरूसँग पनि रिपोर्ट लिँदो रहेछन् क्लियर छ कि छैन यो मान्छे भनेर यो मान्छेको भनौँ न अनेस्टीका कुराहरू इन्टिग्रिटीका कुराहरू आफ्नो व्यवसायमा हुँदाखेरि व्यवसायगत भनौँ न इन्टिग्रिटीका कुराहरूको सन्दर्भमा के छ भनेर उनीहरूले र त्यो केलाउँछन् त्यो केलाउँछन् 2-3वटा नामहरू लास्ट टाइममा चाहिँ उनीहरू विड्र गरेका छन् एक लेभलको पुगिसकेको थियो तर ल यस्तो पो आयो त यस्तो पो आयो रिपोर्ट भन्ने खालको चाहिँ मेसिनरीहरू उनीहरूले गरेका छन् अब त्यही मेसिनरीले गर्दा पनि हाम्रो सोच होला कि नहोला त्यो आफ्नै बाटोमा हो तर 15वटा बुँदा लेख्नु पऱ्यो नि मैले भन्न खोजेँ 50जनाको दरखास्त पऱ्यो एकछिनलाई भनौँ न ल न्यायाधीशको लागि 50जनाको मेरो आफ्नो एउटा वाइल्ड आइडिया म भन्दिनँ म यही ठिक हुन्छ भनेर भन्दिनँ तर मलाई वाइल्ड आइडिया 50जनाको दरखास्त आह्वान भयो दरखास्त आह्वान भइसकेपछि त्यसलाई के हो त्यसको प्यारामिटर के हो तपाईँको शिक्षाको प्यारामिटर होला उसले व्यवसाय गरेको प्यारामिटर होला अब त्यसबाट कति तपाईँ गर्दै जानुहुन्छ र फाइनली अब एउटा सर्ट लिस्टिङ गरिसकेपछि तपाईँले त्यो अब नियुक्ति 50जनाको दरखास्त परेको छ तपाईँले 10जना लिनु छ तपाईँले 25जना या 30जना छाँटिसक्नुभयो विभिन्न प्यारामिटरमा छाँटिसक्नु अब 20जना बाँकी अब 20जनाको बारेमा तपाईँले लेख्नुहोस् न यो कारणले यो रिजेक्ट यो कारणले यो भन्दा यो राम्रो यो कारणले यो राम्रो यो कारणले यो राम्रो भोलिका दिनमा कमसेकम एउटा 10जना नागरिकको समूहलाई नयाँ नागरिक समाजका व्यक्तिलाई या भनौँ न बौद्धिक वर्गलाई तपाईँ देखाउन सक्नु मैले यो कारणले यसलाई नियुक्त गराउँ पछि बिग्रियो के हो थाहा छैन तर यति बेला यो छ यति बेलासम्मको रेकर्डमा यो यो व्यक्तिलाई मैले यस कारणले लिइनँ यति बेलासम्मको यो रेकर्ड छ भनेर देखाउन सक्ने एउटा भनौँ न त्यो लेभलमा देखाउन सक्ने हामीले संयन्त्र विकसित गरे भए सायद हामी यस्तो अहिलेको अवस्था जस्तो आलोचित हुँदैन थियौँ कि भन्ने लाग्छ नियुक्ति संसारभरि नै आलोचना मुक्त चाहिँ हुँदैन हेर्नुहोस् तर सर नेपालको हकमा त नियुक्ति हुने खबर आएको हुँदैन कति धेरै इस्यु जेनेरेट भइसकेका हुन्छन् त्यो छन् त्यो अब कतिपय कुराहरू हामी पदमा नरहे पनि भन्न नहुने हुन्छ त्यो अब किनभने एउटा किन तैँले छोडिनस् त किन तैँले उ गरिनस् त त्यस्तो तँलाई उठ्यो भने किन चाहिने जागिर खाएर बसिस् त भन्ने खालका कुराहरू आउन सक्छ कतिपय कुराहरू ठोकिया छन् हामीसँग पनि केही कुराहरू ठोकिया छन् केही कुराहरू हामीले थाहा पाएछौँ केही कुराहरू हामीले भनौँ न आफूले प्रत्यक्ष नभोगे पनि फ्रम द हर्सेस माउथ भन्छ नि होइन डाइरेक्ट सरकारवालासँग पनि हामीले कतिपय सुनेका छौँ कतिपय त्यस्ताबाट आएका मान्छेहरूलाई हामीले भोगेका छौँ आफ्नो बेन्चमा भोगेका छौँ कतिपयलाई म भनौँ न करिब सिनियर मोस्ट भइसकेको थिएँ म मुख्य न्यायाधीश थिइनँ सिनियर मोस्ट भइसकेको थिएँ तर मैले मुख्य न्यायाधीशलाई भन्नु पऱ्यो फलानु न्यायाधीशसँग मेरो बेन्च नराखिदिनु है भनेर भन्नु पऱ्यो किन होला त त्यस्तो किन होला त मलाई किन लाग्यो होला भन्दाखेरि त्यहाँ मैले मेरो जतिसुकै म फेयर भएँ भने पनि त्यहाँ काहीँ न काहीँ म उप लान्छना लाग्न सक्छ भन्ने मलाई सम्भावना कि व्यक्तिकै उसले अनुहारले नै त्यस्तो हुन सक्ने यद्यपि 4-5जना त्यस्ता व्यक्तिहरू पछि उ गरियो त्यो जागिर मुक्त गरियो पदमुक्त गरियो त्यस्ता व्यक्तिहरूसँग कसरी बेन्च बस्न सकिन्छ भन्ने त्यति बेला लाग्थ्यो होइन त्यस कारणले यो त छ यो नभएको त होइन यो त छ केही कुराहरू छन् यद्यपि कुनै पनि नियुक्ति सर्वस्वीकारी चाहिँ हुँदैन त्यो पनि फेरि हो
म त अब गणितीय हिसाबले त त्यसको हिसाब आउने होइन, तर 80% नियुक्ति पनि आलोचनामुक्त भएछ भने त्यो त खुब भएछ भन्छु क्या म चाहिँ। यहाँ त आजकल त अलमोस्ट 90% आलोचनायुक्त भएर पो प्रब्लम भयो त सर होइन। 80% मुक्त भयो भने चाहिँ म चाहिँ ओहो असाध्यै राम्रो नियुक्ति भयो भन्छु क्या। सर जस्तो नियुक्ति छ भने जस्तै गरेर हाम्रो जुडिसियरीको हिस्ट्रीदेखि अहिलेसम्मको सिचुएसनमा कहिले अप टु हजुरको अध्ययनले के बताउँछ हाम्रो जुडिसियल सिस्टमले चाहिँ यो न्यायाधीश चाहिँ काम लागेन, अब यसलाई चाहिँ पदमुक्त गर्नुपर्छ भनेर एक्सन लिएर त्यस्तो गरेको कुनै छ? त्यो त गरेछ, परिषदले गरेछ, केही केसहरू छन् त्यसो, अब नाम नलिउँ, नाम त चाहिएन, तर कस्तो सिचुएसनमा चाहिँ त्यस्तो होइन। अब करप्सनका ठुला चार्जहरू लागेका, विशेष गरिकन करप्सनकै चार्ज लागेको, अरू फेयरनेसको कुराहरू त अब यो फेरि सब्जेक्टिभ नै भयो, मापन गर्न पनि गाह्रो हुँदो रहेछ, फेयरनेसको मापन गर्न पनि गाह्रो हुँदो रहेछ, तर करप्सनका चार्ज लागेका केही व्यक्तिहरूलाई मुक्त गरेछ। भनेपछि जज भइसके भनेर पनि होइन, देयर इज अलवेज थ्रेट, इफ रङ गर्यो भने तिमीलाई निकाल्न सक्छ भन्ने थ्रेट चाहिँ छ। त्यो त छ, तर फेरि पनि त्यो जति चार्ज लागेर जति ऊ भएको छ, पदमुक्त भएको छ, सायद त्योभन्दा अलि धेरै नै अवस्था चाहिँ गम्भीर छ। यो अवस्था चाहिँ गम्भीर छ। कुरा गर्दा नि भर्खरै हामी जेनजी आन्दोलन सकेर होइन, जेनजी आन्दोलन भयो, आन्दोलन सक्यो, एकजना लयरकै भिडियो होइन, भिडियो सार्वजनिक भयो कि अब हाम्रो नेक्स्ट टार्गेट भनेको सर्वोच्च अदालत भनेर। कतै अब त्यति बेला के भयो कसो भयो आफ्नो ठाउँमा छ, तर कतै न कतै जुडिसियरी र जुडिसियल मेकानिजम जहाँ जस्टिस हामी खोजिरहेछौँ त्यहीसँगको विरक्तता जाग्यो भने त होइन र सर? यो विरक्त भएको हो कि फ्रस्ट्रेसन? डरलाग्दो पक्ष हो। अब त्यो लेभलका हाम्रा ऐतिहासिक अभिलेखहरू जलाउन हुन्थ्यो कि हुँदैन थियो, ऐतिहासिक भवन या संरचनाहरू त्यो लेभलमा चाहिँ नि हानि पुर्याउनु हुन्थ्यो कि हुँदैन थियो, आफ्नो पाटोमा होला। तर मान्छेको सबैभन्दा ठुलो चाहना भनेको त न्याय नै हो। न्याय हुनुपर्छ, चाहे त्यो सामाजिक न्याय होस्, चाहे तपाईँको आर्थिक न्याय होस्, चाहे अदालती न्याय होस्, चाहे अरू न्याय होस्, सरकारले गर्ने न्याय होस्, लगायतका सबै कुराहरू खोजी भनेको न्याय नै हो। अब न्यायिक संरचना जुन बनेको छ त्यो संरचनाले दुई चारवटा कुरोहरू चाहिँ देखाउँदै आइरहेछ। एउटा कुरो धेरैजनाको गुनासो कागजी न्याय, कागजमा फैसला त भयो, मैले वास्तवमा चाहिँ न्याय पाइनँ है, मेरो एक्जिक्युट भएन। र एक्जिक्युट भएन भन्ने कुरो जुन अदालतले फैसला गर्यो त्यो पनि एक्जिक्युट भएन भन्ने कुरो फेरि अर्को डरलाग्दो पक्ष छ। एक त अदालतको फैसला कहिले हुन्छ भन्ने कुरो त्यो ठेगान छैन, आफैमा त्यसमा प्रश्न चिन्ह छन्। म तपाईँलाई एउटा सानो उदाहरण दिन्छु, म बडा इन्ट्रेस्टिङ लाग्छ मलाई त्यो उदाहरण म धेरै ठाउँमा दिने गर्छु। म जिल्ला अदालतमा हुँदाखेरि मैले एउटा मुद्दा हेरेँ। मुद्दा हेरेँ भन्दा पनि मैले त्यो कार्यान्वयनको तहमा भएको त्यो मुद्दा त्यति बेलासम्म 12 वर्ष भइसकेको थियो जिल्लामै, होइन जिल्ला पुनरावेदन सर्वोच्च हुँदै फर्किँदै के गरेर त्यो एक्जिक्युसनमा आउँदाखेरि 12 वर्ष भइसकेको थियो। 12 वर्षमा अनि मैले एउटा आदेश गरेँ, अलिक कडा आदेश गरेँ, 12 वर्षसम्म मान्छेले न्याय नपाउने, एक्जिक्युट नहुने, यो कस्तो विडम्बना भन्ने खालको मैले आदेश गरेँ। त्यसको करिब 20 वर्षपछि म 20 वर्ष होइन, करिब 13-14 वर्षपछि म उच्च अदालतको न्यायाधीश भएर गएँ। त्यही मुद्दा अर्को स्वरूपमा उच्च अदालतमा आइरहेको थियो। आई वाज स्टर्न। मैले चाहिँ खुब गरेँ भन्ने ठाने नि, त्यति बेला मैले यस्तो कडा आदेश गरेको छु, यो त अहिले भइहाल्छ, नगरी सुख पाउँछन् भने जस्तो आदेश गरे जस्तो लाग्छ मलाई। हेर्नुहोस् म कति उसमा रहेछु क्या। म त्यति बेला त्यस्तो आदेश गरेँ, कडा, यो त अब कार्यान्वयन भइगयो, अब यो मान्छेले न्याय पायो भन्ने खालको चाहिँ नि
आदेश गरेको मैले त्यसको 14-15 वर्षपछि म उच्च अदालतको न्यायाधीश हुँदा अर्को रूपमा त्यो मुद्दा मेरो बेन्चमा आयो अर्को रूपमा रूप चाहिँ अर्को थियो बेन्चमा आयो मैले सम्झेँ किनभने त्यो अब स्पेसल केस थियो नि मैले त्यस्तो आदेश गरेको भनेपछि स्पेसल भयो सम्झेँ मैले अनि मैले रियलाइज गरेँ यो सिस्टमले तपाईँको सहयोग गरेन भने व्यक्तिले गरेर केही हुँदैन रहेछ भने मैले अब एउटा फैसला पनि गरिनँ मैले यो मुद्दाको पहिले मैले हेरिसकेँ हुनाले म यो मुद्दा हेर्दिनँ भनेर भनिदिएँ मलाई त्यो हेर्नै बडो द्रवित भएँ क्या म त्यो के थियो भनेर भन्दाखेरि हस्बेन्ड मरेको एकजना भनौँ न विधवा महिलाले आफ्नो देवरहरूसँग मुद्दा गरेको मुद्दा मलाई लाग्छ त्यो मुद्दा अहिले पनि एक्जिक्युट भएको छैन तर त्यो एक्जिक्युसन नहुनु पछाडिको रिजन चाहिँ के त अर्को एउटा मुद्दा बनाएर आयो नि त्यो एक्जिक्युसन हुन नदिनको लागि अर्को एउटा मुद्दा बनेर आयो अर्को एउटा मुद्दा बनेर आयो मुद्दामाथि मुद्दा थप्यो मुद्दामाथि मुद्दा थप्यो हाम्रो सिस्टमले त्यसलाई एड्रेस गर्नु सकेन मलाई त्यति बेला लागेको चाहिँ प्रष्ट के हो भने मुद्दाले मुद्दा फैसलाले कागजी न्याय बाहेक अरू केही गर्न सकिँदो रहेछ यसका त सायद अरू वैकल्पिक समाधानै हो रहेछ क्या वैकल्पिक समाधान गराउन सक्यो भने चाहिँ हुन्छ होइन भने यो हामीले गर्नु हो भनेको त हामी त नौटङ्की गर्दा रहेछौँ भने जस्तो के कहिले काहीँ त्यस्तो लाग्यो कि तैँले जितिस् तैँले हारिस् भनेर एउटा डिक्लेरेसनसम्म गरिदिँदो रहेछौ जो कि काम लाग्दैन भन्ने खालको त्यति बेला एक खालको नैराश्यता मलाई यो उसको के अर्थ छ यो गर्नुको अर्थ छ भन्ने कहिलेकाहीँ त्यस्तो लाग्छ त्यस कारणले सिस्टमले धेरै हामीलाई गरेको छैन कहिलेकाहीँ त्यही सिस्टमभित्रबाट त्यही सिस्टमलाई भनौँ न म्यानिपुलेट गर्न सक्ने खालको हामीसँग त्यस्तो बहादुरहरू छन् त्यस्ता बहादुरहरू छन् त्यही भित्र बसेर बहादुरी गर्न सक्ने त्यसैलाई चलाएर बहादुरी गर्न सक्ने न्याय अर्कोलाई न्याय अब बुझ्न त न्याय आफ्नो आफूलाई बुझ्ने हो तर एउटा भनौँ न स्वतन्त्र पर्यवेक्षकलाई न्याय कहाँ पर्यो भन्ने कुरो हेर्नु त सकिन्छ न्याय पर्यो कि परेन या न्याय कहाँ पर्यो भन्ने कुरो हेर्न सकिन्छ र अर्को एउटा यो सन्दर्भमा म तपाईँसँग एउटा भनिहाल्नु मैले जहिले पनि भाइ न्यायाधीशहरूलाई जुनियर न्यायाधीशहरूलाई जति बेला विशेष गरेर म एनजेमा थिएँ एनजेमा नहुँदा म उच्च अदालतमै हुँदा पनि भाइ न्यायाधीशहरूलाई म जिल्ला न्यायाधीशहरूलाई भन्ने गर्थेँ चाहिँ नि तपाईँले चाहिँ नि फैसला मुद्दा सुनिसकेपछि त फैसला गर्नु अगाडि एकपल्ट हाचिम लिएर सोच्नुहोस् तपाईँ जुन निर्णय गर्दै हुनुहुन्छ त्यसले कसलाई फाइदा गर्छ कुन पक्षलाई फाइदा गर्छ र त्यो पक्ष पीडित पक्ष हो कि पीडा दिने पक्ष त्यति चाहिँ एकछिन सोच्नुहोस् तपाईँले त्यो सोचेर तपाईँ पीडित पक्षलाई म न्याय दिँदैछु भनेर भन्नुभयो भने तपाईँ न्यायाधीश हुनुभयो होइन भने अन्यायाधीश हुनुभयो भन्ने गरेको छु त्यस कारणले सायद अब कतिपय अवस्थामा पीडित पक्षलाई दिन नसकिने अवस्थाहरू हुन सक्छन् होला भन्नुभयो नि त्यसो भए यो हजुरले भनिराख्नु हुँदाखेरि मलाई एउटा क्वेसन दिमागमा आइरहेको थियो क्या त्यसो भए जस्टिस चाहिँ कहाँ गएर खोज्ने त अब जुडिसियरीबाट पनि पेपरमा मात्रै हुन्छ अनि देयर आर लट्स अफ मेकानिजम जसले गर्दाखेरि जस्टिस डेलिभरीमा प्रब्लम भइरहेछ भने अब कहाँ गएर चाहिँ खोज्ने त वाट कुड बी द सल्युसन फर द्याट अब संसारभरि अहिले तपाईँको एडिआर अल्टरनेटिभ डिस्प्युट रिजोल्युसन यद्यपि केही विद्वानहरू चाहिँ यो अल्टरनेट होइन अब यसलाई त एप्रोप्रिएट भन्नुपर्छ है यसलाई त एडिआरको डिस्प्युट रिजोल्युसन भइगयो हामीले साबिकदेखि भनिरहेको चाहिँ अल्टरनेट भन्यौँ तर होइन अब यसलाई त यो अल्टरनेट भन्ने सट्टा त अब एप्रोप्रिएट भन्नुपर्छ होला किनभने यसका भनौँ न जुन मेन स्ट्रिमिङ जुडिसियल जस्टिस हो जस्टिस डिस्पेन्सिङ गर्ने
संयन्त्रहरू हो ती ढिलो छन्, ती महँगो छन्, तिनमा अरू समस्याहरू छन्, करप्सन लगायतका समस्याहरू छन्, तिनका एक्जिक्युसनमा समस्या छन्। त अलिकति सेल्फ एक्जिक्युटिङ टाइपका चाहिँ नि डिस्प्युट रिजोल्युसन मेकानिजमहरूमा अलिकति बल गरौँ न है भनेर अहिले संसारभरि कुराहरू हुँदैछन्। र त्यसको एउटा महत्त्वपूर्ण पाटो धेरैवटा छन्, आर्बिट्रेसन छन्, तपाईँको के अरे मेडिएसन भयो, कन्सिलिएसन आदि इत्यादि भनौँ न, कन्सिलिएसन पनि एउटा मेडिएसनकै पार्ट हो भन्दा अब अहिले सेल्फ एक्जिक्युटिभ एउटा मेकानिजमको उसमा मेडिएसनको विकास भएको छ। मेडिएसनको विकास भएको छ जहाँ पक्षहरू आफै बस्छन्, एउटा न्युट्रल अम्पायर भन्दा पनि न्युट्रल एउटा फेसिलिटेटर राख्छन् र त्यो न्युट्रल फेसिलिटेट गरिदिन्छ, सहजीकरण गरिदिन्छ र उनीहरू आफै कुरा गर्छन्। संसारमा हुँदै नहुने, समाधानै हुन नसक्ने समस्या हुँदैन भन्ने एउटा सामान्य मान्यता, यद्यपि केही उयोहरू होलान्, त्यसमा पनि आफ्नो लिमिटेसन होलान्, तर समस्याको समाधान हुन्छ। र हामीले देखेका सधैँ अदालतमा आएको विषय त्यही रूपमा उठान भएको नहुन सक्छ। एक्चुअली धेरैवटा केसहरूमा विवाद अर्कै हुन्छ, मुद्दा अर्कै हुन्छ। हामीले देखाएको छौँ, यो धेरैवटा कुरो देखाएको छौँ। म तपाईँलाई एक दुईवटा उदाहरण पनि देखाउँला, अहिले बताउँला, मैले भोगेका उदाहरणहरू पनि बताउँला। त्यस कारण समस्या छन् भने त समस्या छन् भने त समस्यालाई सम्बोधन पो गर्नु पर्ला भने मुख लुगाएर त नहोला। एउटा माध्यम यो हो कि भने अहिले संसारभरि धेरै रिसर्च आदि इत्यादि उयोहरू भइरहेछन्। यद्यपि हामी 20 वर्ष करिब 22 वर्ष भयो हामी पनि त्यो उसमा गयौँ, तर सायद अब कहाँ हाम्रो एफोर्ट पुगेन होला, कहाँ हाम्रो त्यो तरिका पुगेन होला, मेथोडोलोजी गर्न सकेनौँ होला, या आवश्यक नभएको वर्गलाई हामीले धेरै त्यसमा कोलाबोरेसन खोज्यौँ होला। सायद अब यी कारणहरू जे पनि हुन सक्लान्, तर अहिले मेडिएसनलाई एउटा राम्रो माध्यमको रूपमा गरिएको छ। त्यस कारणले जस्टिस भन्ने कुरो त अहिले जस्टिसै हो भने फेरि त्यसमा मेडिएसनमा त विन विन सिचुएसनका कुराहरू पनि गर्न सकिन्छ। किनभने समस्या भन्ने कुरो त कहिलेकाहीँ तपाईँले नसोचेका अनि तपाईँले देखाउन नमिल्ने तर अर्कै कुरो उसबाट ल्याउनु पर्ने, भन्नुहोस् न सम्बन्ध विच्छेदको। म तपाईँलाई एउटा सानो उदाहरण दिन्छु। सम्बन्ध विच्छेद हस्बेन्ड र वाइफको असाध्यै प्राइभेट रिलेसन हुन्छ। तपाईँ दावा गर्न सक्नुहुन्छ जे विवाद लिएर आएको छ त्यही हो भन्ने कुरो दावा गर्न सक्नुहुन्छ? होइन। किनभने यति त्यो रिलेसनमा यति छ, कम्प्लेक्सिटी छ, कति कुरो तपाईँ बाहिर ल्याउन नसक्ने हुनुहुन्छ, तपाईँले अर्कै बनाएर ल्याउनु पर्ने हुन्छ। त्यही सम्बोधन गर्ने खालका र अदालतको आफ्नो के हो भनेर भन्दाखेरि अदालत बाई डिफल्ट चाहिँ के हो भने तपाईँले जति कुरो ल्याउनु हो त्यही कुरो मात्रै बोल्छ नि, त्योभन्दा बाहिर गएर त बोल्नै मिल्दैन उसले। जुडिसियरीको पनि आफ्नो लिमिटेसन छ, त्यस कारणले त्यो पक्षहरू बसेर तिम्रो यो हो मेरो यो हो भनेर यहाँ समस्या हो भन्ने कुरो त मेडिसिनबाट हुन सक्छ नि त, रिजल्भ हुन सक्छ नि त भन्ने एउटा मान्यता भावनाले अहिले मलाई पनि भइरहेछ। म सुरुदेखि नै संलग्नता अलिकति मेडिसिन यो अभियानमा संलग्नता र फेरि पछिल्लो समयमा अलिकति नैराश्यता आएको अवस्था पनि छ। त्यसका विभिन्न होला। म अर्कै कुनै सन्दर्भमा यहाँसँग यो चाहिँ डिटेल कुरा गरौँला, मेडिसिनकै हामी उसमा कुरा गरौँला। यो चाहिँ यसमा केही खालका डेभिएसनहरू चाहिँ आए बिचमा, विभिन्न कारणहरू छन्। त्यसको चिराफारा पनि कुनै दिन गरौँला यहाँसँग। तर अहिले मैले देखेको जस्टिसको मेन स्ट्रिम जस्टिस भनौँ न, अदालतबाट दिने न्यायलाई सपोर्ट गर्ने मेकानिजमको रूपमा हामीले मेडिसिनलाई गर्न सक्छौँ।
चाहे तपाईँको स्थानीय लेभलबाट गरौँ चाहे अदालतबाट गरौँ या कानुन बनाएर प्रिलिटिगेसन स्टेजमै जानुपर्छ भनेर गरौँ, ट्रेनिङ राम्रो गरौँ, मान्छे राम्रो लिउँ मेडिएटरको रूपमा, त्यसमा दक्षता हासिल गरौँ, त्यसमा प्रोफेसनलिजम प्रोफेसनल क्यापेसिटी बिल्डिङका माध्यमहरू चाहिँ विकसित गरौँ। तर गरौँ त मेडिएसन चाहिँ एउटा उपयुक्त माध्यम भनेर देखाएको छु मैले। त्यस कारणले मलाई चाहिँ कहिलेकाहीँ मैले अघि भने नि 12 वर्ष पहिले भइसकेको थियो, 15 वर्षपछि म हेर्न गएँ। त्यो मुद्दा त अझै उच्चमा भर्खर उभा छ, त्यो सर्वोच्च जानै बाँकी छ। सर्वोच्चबाट एउटा माध्यमबाट सर्वोच्च जान सक्छ, मेन उसबाट कोर्सबाट जान सकेन भने रिटबाट जान्छ, अनि त्यहाँ 2-4 वर्ष अल्झिन्छ, अनि फेरि एक्जिक्युसनमा जान्छ, फेरि अर्को एउटा मुद्दा तयार भएर आउँछ। त्यो त नेभर इन्डिङ प्रोसेस छ। त्यस कारणले गर्न सकिने भने त त्यही पक्षहरूको बिचमा गराएर गर्नु बाहेक हाम्रा त्यस्ता धेरैवटा केसहरू छन् र धेरैवटा केसहरूमा केही केसहरू अब जस्तो भन्नु स्टेट एगेन्स्टको स्टेट भर्सेस भएका फौजदारी मुद्दाहरूमा त त्यसो हुन नसक्ला, उसलाई सजाय नै होला। यद्यपि त्यसका पनि आफ्ना खालका मापदण्डहरू छन्। तपाईँ यो रिफर्मेटिभ उसमा भनौँ न पेनल सिस्टममा तपाईँ मभन्दा बढी तपाईँको अध्ययन छ, त्यसैले मैले धेरै भन्नु पर्दैन त्यसको बारेमा। हामी कुनै दिन अर्को दिन कुरा गरौँला। रह्यो त्यस बाँकी फ्यामिली केस होस्, कमर्सियल केस होस्, ल्यान्ड डिस्प्युट होस्, यी सबै त मेडिएसन योग्य छन् नि। एकदमै। भनेपछि त्यहाँ काहीँ न काहीँ पक्षलाई त मेरो गल्ती यति छ, मेरो सही यति छ भन्ने कुरो त पक्षलाई थाहा छ नि। त्यही दुईवटा पक्षलाई थाहा हुन्छ भने त्यही दुईवटा पक्षलाई कुरा गराएर चाहिँ नि निकाल्न सकिन्छ भन्ने चाहिँ मेडिएसनको मान्यता हो। त्यस कारण मेडिएसनमा अलिकति मेडिएसनको जानकारी गराउने कुराहरू अहिले हामी 4-5 जना सुरुवातदेखि जोडिएका हामी 4-5 जना मान्छेहरू छौँ। अहिले जस्तो जुन साथीको फोन आएको थियो, उहाँ यो एक्सेस टु जस्टिस प्रोग्राम हेर्नुहुन्थ्यो र उहाँले नै हो सबभन्दा पहिले मेडिएसनको कन्सेप्चुलाइज गर्नलाई उहाँले सहयोग गर्नुभयो। युएनडिपीमा हुनुहुन्थ्यो उहाँ, शान्तम सिंह खड्का भन्ने साथी हो। उहाँको उसबाट थ्रुबाट हामी 5-6 जना 7 जना हामी यसमा जोडिँदै गएका छौँ। यद्यपि अब नयाँ साथीहरू पनि हुनुहुन्छ, उयोहरू हुनुहुन्छ, लयरहरू धेरैजना यसमा काम गर्ने हुनुहुन्छ। त्यस कारणले गर्न सकिने हामी जस्तो मुलुकलाई गर्नुपर्ने भन्छु म त अझ। किनभने हामीसँग समयका कुराहरू, श्रमका कुराहरू, रकमका कुराहरू, भनौँ न स्रोतका कुराहरू, यी सबै कुराहरूलाई त्यसले मुद्दाले असर गर्छ। त्यस कारणले यसलाई कहीँ न कहीँ टुङ्गो लगाउनलाई त्यो हाम्रो लागि चाहिँ एप्रोप्रिएट हो। र अस्ति म मेडिसिन काउन्सिलको पनि म एज एक्सपर्ट मेम्बर छु। अहिले म काम गरिरहेको छु, साथीहरू त्यसमा हुनुहुन्छ, हामी पनि एक्सपर्ट। हामीले 2-4 बिचमा स्टडीहरू पनि गऱ्यौँ। अहिले सर्वोच्चको हाम्रो श्रीमान कुमार रेग्मी त्यसको मेडिसिन काउन्सिलको चेयर गर्दै हुनुहुन्छ। अस्ति हामी एउटा कार्यक्रम सँगै बसेका थियौँ, कसरी यसलाई गर्न सकिन्छ भने 2-4 कामहरू अहिले गर्ने। र अब हाम्रो चाहिँ के हो भने अब यसलाई अभियानकै रूपमा लगाऊँ। फेरि विशेष गरिकन अहिले त मैले के भनिरहेको छु भने अहिले हामीसँग सर्वोच्च अदालतमा, जिल्ला अदालतमा 23वटा जिल्ला अदालतमा मिसिलहरू जलेको अवस्था छन्। त्यो जलेको रिभाइभ गर्ने, मिसिलहरू रिभाइभ गर्ने समयमा त हामी मेडिएसनलाई बल गरौँ। त्यहाँ त मिसिल चाहिँदैन। त्यहाँ त बिना मिसिलको हामी मेडिएसनमा काम गर्न सक्छौँ। भनेपछि यो लेभलको टास्क फोर्स गरेर कानुनी रूपमा केही छ, जटिलता छ भने त्यसलाई सम्बोधन गरौँ, त्यसलाई केही म्यानेजमेन्ट पार्टबाट मिलाउँ र यसलाई एउटा अभियानको रूपमा लगाउँ न भनेर हामी 4-5 जना चाहिँ त्यसमा लागिरहेछौँ। थाहा छैन अब यसले कति सहयोग पाउला, फेरि कसले कसरी बुझ्लान्। र अब हाम्रा केही आइरनीहरू छन् तपाईँको, जसलाई मेडिसिनको फिलोसफीमै विश्वास छैन, त्यस्ता मान्छेले मेडिसिनका प्रोसेसहरूमा गरिरहेछन्, दखल गर्न सक्ने, इन्टरभेन गर्न सक्ने अवस्थामा छन्। त्यस कारण कति सार्थकता होला त, यो त पछिको कुरो हो। तर मैले देखेको मेडिसिनको यो एउटा
बाटो चाहिँ छ, बाटो चाहिँ असाध्यै महत्त्वपूर्ण छ र हामीले गर्न सकिने, विशेष गरी हामी जस्तो अल्प विकसित कम विकसित मुलुकका व्यक्तिहरूलाई यो मुद्दा उसमा अल्झाउने कुरोहरूलाई यही मेडिएसनको उसले समाधान गर्न सक्ला भन्ने मलाई लाग्छ। मेडिएसनको बारेमा पनि धेरै छ क्या है, धेरै कुरा छ। जस्तो मैले आफैले पनि मेडिएसनको ट्रेनिङ लिएँ अनि एडभान्स ट्रेनिङ पनि लिएँ। त्यो ट्रेनिङ लिइराख्दाखेरि एउटा गुनासो चाहिँ जस्तो हुन त सबैले एक्सपर्ट नै खोजिहाल्छ, तर धेरै जस्तो ठाउँमा चाहिँ स्पेसिफिक फ्यु पिपलले मेडिएसन गर्ने। जस्तो भक्तपुरमा पनि झन्डै झन्डै 100-150 जना लिस्टेड छ, तर त्यसमा पनि 2-3 जना दाजुहरू स्पेसली होइन, स्पेसली 2-3 जना दाजुहरूले मात्र मेडिएटरको रूपमा पनि उहाँ नै अपोइन्ट हुने, अनि कसैले सजेस्ट गर्न नि उहाँ नै गर्ने, अनि सबभन्दा धेरै हेरेको को छ भन्दा उहाँ, अनि त्यही भएर म पनि उहाँ भन्ने टाइपले चाहिँ फ्यु ह्यान्डफुल पिपलहरू मात्रै मेडिएसनमा हावी छ भनौँ न। त्यसलाई कसरी लिने? अब यसको पछाडिको मानसिकताको कुरो म अलि पछि गरौँला, अब यो अर्को एपिसोडमा गरौँला हामी। म तपाईँलाई अहिले चाहिँ एउटा नयाँ डेभलपमेन्ट म तपाईँलाई गरिदिइहाल्छु, म अपडेट गराइदिइहाल्छु। अस्ति मात्रै कुमार सुमानसँग कुरा हुँदाखेरि कुमार सुमानले अब यो पोलिसीमा काम गर्ने हामी एउटा व्यक्तिलाई 5वटा भन्दा चाहिने बेसी नगर्ने, बढी नदिने, किनभने इट निड्स अ लट अफ इफोर्ट, एक्सरसाइज निड्स अ लट अफ टाइम। हाउ कुड ही किप ही अर सी, कसरी दिन सक्छ उसले? 50वटा उसँग छ, कसरी दिन सक्छ उसले टाइम? त्यसो होइन, एउटा कुरो। दोस्रो कुरो हामीले के भनिरहेछौँ भने कोर्ट एनेक्सभन्दा बाहिर लैजाउँ अब, किनभने कोर्टमा अब तपाईँको त्यो सुविधा छैन। तपाईँ एकपल्टमा 10वटा गर्नु सक्नु, 10 ठाउँमा रेफर गरिदिनुहोस् न, 10वटा संस्थामा रेफर गरिदिउँ, अनि संस्थाले जवाबदेही लिन्छ नि। अहिले त हामीसँग धेरैवटा चार्ज लागिरहेछ, हामी कोर्ट एनेक्सभित्रै पनि धेरैवटा चार्ज लागिरहेछ। तपाईँलाई म एउटा कुरो भनिदिउँ, हामीले 3टा एरियामा हामीले 3टा ग्रुप बनाएर मेडिसिन काउन्सिलकै मेडिसिन काउन्सिलले नै हामीलाई जिम्मा दिएको थियो। केशरराज पण्डित तत्कालीन मुख्य न्यायाधीश, पछि एनजेको इडी भएर बस्नुभयो, उहाँ, म र एकजना एकाडेमिक, मेडिएसनको एकाडेमिक, उहाँले चाहिँ नि पिएचडी त्यसैमा गर्नुभयो, मेडिसिनमै गर्नुभयो। उहाँ हामी 3 जना भएर हामीले आचार संहिता, मेडिएटरहरूको आचार संहिता सम्बन्धी एउटा रिसर्चको जिम्मा हामीलाई लगाइएको थियो। त्यस्तै कसैलाई चाहिँ नि एउटा मोडल मेडिसिन सेन्टर बनाउने चाहिँ प्रारूपहरू के हुन सक्छन्, त्यसका संरचनाहरू के हुन सक्छन्, त्यसका व्यवस्थाहरू के गर्न सकिन्छ भनेर एउटा ग्रुपलाई जिम्मा लगाइएको थियो। एउटा ग्रुपलाई यसको ट्रेनिङको म्यानुअल आदि इत्यादि र ट्रेनिङका स्ट्यान्डर्डाइजेसनको विषयमा भनेर लागेको थियो। हामीले आफ्ना आफ्ना किसिमका उयोहरू दिएका छौँ। त्यस सन्दर्भबाट मैले खालि भन्न खोजेको के हो भने हामीले त्यस सन्दर्भबाट हामीले नजिकैबाट अहिले भइरहेका क्रियाकलापहरू हेरेका छौँ। र मैले त अझ तपाईँको एक्सेस टु जस्टिसले मलाई एउटा सानो इभ्यालुएसन दिएको थियो, सानो एउटा प्रोजेक्ट दिएको थियो। त्यसको सन्दर्भमा मैले केही जिल्लाहरू, केही गाविसहरू, केही अदालतहरू पनि हेर्ने मौका पाएको थिएँ। त्यस कारणले पनि मैले म मतलब धेरै बाहिर छैन, म करिब करिब अपडेटै छु। गरिरहेका कामहरूमा मेडिसिनका क्वालिटीका इस्युहरू उठेका छन्, मेडिसिनले दिने टाइमका कुराहरू उठेका छन्, मेडिएटरका इन्टिग्रिटीका कुराहरू पनि उठेका छन्, यहाँसम्म कि उठेका छन्। यसको सन्दर्भमा धेरैतिरबाट विचार गर्नुपर्ने छ। सायद हामीले अलि धेरै खुकुलो हुँदै गयौँ, मेडिसिनको सन्दर्भबाट धेरै खुकुलो हुँदै गयौँ। हाम्रो चाहिँ मेरो व्यक्तिगत रूपमा के चाहिँ मलाई लाग्छ भने मेडिसिनलाई एज ए प्रोफेसनल बढाउनुपर्छ। प्रोफेसनली पनि यसलाई साउन्ड बनाउनुपर्छ। प्रोफेसनली बढायो भने के हुन्छ भने दक्षता आफैले बिल्डअप गर्दै जान्छ नि त प्रोफेसनली। तपाईँ कति दक्षता दिनुहुन्छ तपाईँको ट्रेनिङले, सर्वोच्चले या उसले कति ट्रेनिङ दिन्छ, पुग्दैन, उसको दक्षता पुग्दैन। त्यो दक्षता बढाउनलाई उसले आफूले के गर्नुपर्छ, किनभने यही हो मेरो अब खाने भाँडो, यही हो मेरो भात खाने मेलो, यसैबाट मैले कमाइ गरेर मैले जीविकोपार्जन गर्नुपर्छ भन्नु पऱ्यो। एउटा हो फिलान्थ्रोपिकली गर्छु म,
होइन अब मलाई पुगिसकेको छ एकछिन भन्नुहोस् न मलाई पेन्सन आउँछ मलाई 2-4 पैसा यसो बाहिर ट्रेनिङ दिँदा आउँछ 2-4वटा कन्सल्टेन्सी गर्दा आउँछ 2-4 पैसा क्याम्पसले दिन्छ भन्नुहोस् एकछिनलाई म के भन्न सक्छु भने म 2टा मुद्दा मलाई महिनामा 2टा मुद्दा दिनुहोस् 2टा मुद्दाभन्दा म बढी गर्दिनँ तर 2टा मुद्दा म मेडिटेसन गर्छु र फ्री अफ कस्ट गर्छु मलाई तपाईँले ट्याक्सी फेयर पनि दिनु पर्दैन भन्न सक्छु नि त्यस्तोलाई एउटा रोस्टरमा राख्नुहोस् न फिलान्थ्रोपिकल्ली म समाजसेवाको नाममा गर्छु भन्ने एउटा रोस्टरमा राख्नुहोस् होइन मैले त यसमा एकदम धेरै इन्भेस्ट गरेको छु राम्रो मेडिटेटर बन्नको लागि त्यस कारणले म त चार्ज गर्छु लाइभलीहुडै त्यसमा छ मेरो लाइभलीहुडै त्यही हो म चार्ज गर्छु भनेपछि दिनुहोस् न कमर्सियल केसहरू करोड 10 करोडका ट्रान्जेक्सन भएका केसहरूमा त्यो एमाउन्ट भन्ने त ठुलो कुरो होइन तर गरिबको पारिवारिक विवादहरूमा त त्यो ठुलो हुनसक्छ त्यस कारणले छुट्याउनुहोस् न रोस्टर लक्ष्मीलाई त्यो रोस्टरमा राख्नुहोस् मलाई फिलान्थ्रोपिक रोस्टरमा राख्नुहोस् भनेर भनेछ भने तपाईँले के भन्न सक्नुहुन्छ जसले मेडिटेटर रुजाउने हो जसले मेडिटेसनमा भन्नुहोस् न रिकमेन्ड गर्ने हो पठाउने हो उसले त के भन्न सक्ने हो भने हेर्नुहोस् हामीसँग 2टा रोस्टर छ यी पैसा लाग्ने यी पैसा नलाग्ने तपाईँलाई 1 पैसा पनि लाग्दैन यसमा यी मान्छेहरू छन् यी मान्छेहरू यी विषयमा यी ल्यान्ड सम्बन्धी विज्ञ छन् यी फ्यामिली सम्बन्धी विज्ञ छन् यी सम्बन्ध विषयका विज्ञ छन् यी अंश मुद्दाका विज्ञ अंश विवादका विज्ञ छन् रोस्टरमा छन् यी करारका विज्ञ छन् लिजका विज्ञ छन् अर्को फलाना चिजका विज्ञ छन् ल यिनलाई चाहिँ पैसा लाग्छ यिनलाई चाहिने हो भने यिनलाई मेडिटेटर राख्ने हो भने यिनीहरूले चाहिँ फी चार्ज गर्छन् घन्टामा चार्ज गर्छन् दिनमा चार्ज गर्छन् के गर्छन् छुट्याउन बाबा अब कतिन्जेल यो मिसाइराख्ने भन्छु क्या म चाहिँ किनभने मान्छेले अब एज ए प्रोफेसन मेडिटेटर नलिन्जेलसम्म यसको विकास हुँदैन भन्ने म त्यसमा मेरो त्यो दृढ मान्यता भइसक्यो प्रोफेसनल जबसम्म प्रोफेसनल हुँदैन तबसम्म चाहिँ गर्न सक्दैन एउटा कुरो त्यो छ डिटेलमा म फेरि पनि कुरा गरौँला मसँग धेरै उदाहरणहरू छन् धेरै छन् दोस्रो कुरो हाम्रो कोर्टको रोल के भयो मेडिटेसनमा भन्ने कुरो एकपल्ट राम्ररी हामी आत्मालोचना गरौँ है आत्मालोचना गरौँ कोर्टका व्यक्तिहरू कोर्टका पर्सनलहरूलाई मेडिसिन दिन हुन्छ कि हुँदैन मेडिसिन गराउन हुन्छ कि हुँदैन मेडिसिन गराउनु हुन्छ भने कुन समयमा गराउनुहुन्छ अफिसको समयमा गराउनु हुन्छ कि हुँदैन भन्ने कुरा यावत प्रश्नहरू छन् त्यस कारणले यसमा डिटेलमा म पछि कुरा गरौँला तर मलाई लागेको अहिले पोटेन्सियल छ हामी जस्तो समाजमा हामी जस्तो मुलुकमा हामी बडो शान्त छौँ के बडो शान्तिप्रिय हौँ क्या हामी वास्तवमा नेपाली हामी शान्तिप्रिय हौँ तपाईँको अहिले उसमै हेर्नुहोस् तपाईँ अस्ति गार्जियन पत्रिकामा निस्किएको छ प्रकृति प्रेमीमा 1 नम्बर नेपाली ल हेर्नुहोस् त प्रकृतिको प्रेमी कसरी भाइलेन्ट हुन्छ प्रकृति प्रेमी भाइलेन्ट हुन्छ र कहिले पनि हुँदैन नि त्यस कारण हाम्रो एउटा जुन खालको नर्म्स भ्यालुजहरू छन् ती भ्यालुजहरू शान्तिप्रिय छन् त्यो शान्तिप्रिय भए हुनाले हामी मेडिटेसनमा राम्रै विकास गर्न सक्ने अवस्थामा छौँ यद्यपि पोलिसी लेभलबाट डिटेल भयो मेरो यो मान्यता हो कहाँ छ यसका बारेमा फेरि पछि त्यसलाई पोस्टमार्टम गरौँला तर हामी गर्न सक्नेछौँ अझै पनि अवस्था छ हामीभन्दा 20 वर्ष हाम्रै जस्तो समाज हो इन्डिया हामीभन्दा पछाडि नै उसले सुरु गरे हो तर उसले निकै राम्रो विकास गरिसक्यो निकै राम्रा मेडिटेटरहरू निकालिसक्यो निकै राम्रा मेडिटेटरहरू उत्पादन गरिसक्यो हामी कहाँ पनि छन् तर हाम्रो अझै त्यसलाई बढाउनु पर्ने आवश्यक छ अझै एफोर्ट बढाउनु पर्ने आवश्यक छ अब यो राज्य लेभलबाट राज्यले पनि धेरै दिन सकेका छैन एक त तपाईँको जुडिसियरी नै उसको धेरै उसमा पर्दैन डेमोक्रेसीको एउटा यो अङ्ग भएको हुनाले लाजगालले गर्नुपर्ने कुरो त छँदैछ त्यो संसारभरिकै बजेटको हकमा संसारभरि नै यही ट्रेन्ड रहेछ क्या फेरि ट्रेन्ड चाहिँ त्यही रहेछ तर हामीलाई आवश्यकता अब हाम्रा ग्रिभेन्सेस एक्जिक्युटिभसँग होलान् जुडिसियरीको ग्रिभेन्सेस एक्जिक्युटिभको प्रतिको ग्रिभेन्सेसहरू हाम्रा होलान् यो फेरि अर्कै कुरो तर
तर हामीले गर्न सक्ने ठाउँहरूमा राम्ररी इन्टरभेन गर्न नसकेको चाहिँ देखिएको छ। पोलिसी लेभलको इन्टरभेन्सन र त्यसलाई उ गर्न सकिने ठाउँहरू छन्, गर्न सकिन्छ र राम्रो सम्भावना भएको क्षेत्र देखाएको छु मैले। त्यस कारणले यो गर्न सकिनेछ, गर्नुपर्छ र यो चाहिँ एउटा उपयुक्त हो न्यायको लागि सबैभन्दा देखेको मैले उपयुक्तता अहिले मैले त्यहाँ देखेको छु। हुन्छ सर, मैले अहिलेलाई चाहिँ यसमा ऱ्यापअप गर्न खोजेँ। हजुरको एकदमै बिजी स्केड्युल बिचमा पनि यो टाइम निकाल्नुभयो, त्यसको लागि थ्याङ्क यू सो मच। हामी टु बी कन्टिन्यू, हामी फेरि नेक्स्ट एपिसोड हामी गरौँला, विषयमा कहिले एडभर्टाइजमेन्टमा कुरा गरौँला, कहिले मेडिसिनमा कुरा गरौँला। मलाई हजुरसँग क्लाइमेट चेन्ज र इन्भाइरोमेन्ट लको नि कुरा गर्नु छ, अनि त्यस्तै गरेर फ्यामिली रिलेटेड हो, सिभिलसँग रिलेटेड कुरा गरौँला। लट्स अफ एकदमै धेरै कुराहरू छन् सर। तर आज हामीले जम्मा एउटा मात्र टपिक कभर गरेका छौँ। वी स्टिल ह्याभ धेरै टपिक बाँकी छ। गयो नि त अलिकति, अलिक बढी गयो नि त जुभेनाइलमा टाइम। जुभेनाइललाई छुट्टै राखेको भए फेरि म अलिकति उदाहरणसहित आउँथेँ। मैले त्यो जुभेनाइलको दिमागमै थिएन मेरो, त्यो चाहिँ एकदम अहिले जति त्यति मात्रै भने होइन। जुभेनाइलकै पार्टमा एउटा गर्न सकिन्छ, जुभेनाइलकै पार्टमा अलिकति उ गरेर अलिकति रिसर्च गरेर पनि गर्न सकिन्छ। Sure, sir. Thank you so much. Okay, thank you very much.